यो एउटा सोली थियो, यो चाहिँ त्यो याकको लागि मात्रै हो, आन्द्राको लागि। यो बनाउनु त अब बनाइसक्यो हेर्नुहोस् है। अब यसलाई चाहिँ मोमो सिटमा हालेर नै पकाउने हो, भरे पानी उमालेर अनि यसरी बनाउने कि सजिलो हुन्छ भनेर मैले तपाईँहरूलाई देखाउनु लागेको हो। हेर्नुहोस् ल, अब ससेज तयार भयो है। अब एउटा खाम कस्तो छ हेरौँ होइन। यहाँ चलाउने छ है तपाईँले ससेज। मजाले पाकेछ। यो हो नि खाने त सबसे मिठो चाहिँ। सुरु त अब मासुरै गरौँ, मासु त छैन त्यो पनि। एकदम मिठो भएछ। नुन खोर्सानी चाहिँ अलिक कम कम हालेको छु है, बच्चाहरू छ नि त सानो सानो, त्यही भएर। अनि यसलाई चाहिँ अब अहिले चाहिँ अब बोइल मात्रै गरेर खाएको छु। भरे चाहिँ बेलुका चाहिँ फेरि फ्राई गरेर खानुपर्छ तेलमा है, एकदम मिठो। तपाईँहरू नि यसरी नै बनाएर खानु होला होइन, एकदम मिठो हुन्छ। अनि आन्द्रा भुँडी नि खेर जाँदैन है। अनि यो फागुको पिरो चाहिँ अलिक पाउनु गाह्रो होला, होइन भने यसरी नै बनाएर खानु एकदम सबैजनाले नै मजाले पुग्ने, नयाँ नौलो चिज पनि हुने होइन। हाम्रो मनाउतिर चाहिँ प्रायः यसरी नै खान्छौँ हामी है। अनि त्यही हो, अब बेलुका चाहिँ फेरि यसलाई फ्राई गरेर खानुपर्छ। अहिले चाहिँ अब यतिकै बोइल गरेर खान्छु है। ओके, सबैजनाले लाइक पनि हानिदिनु होला है त। बाई बाई।